जय मसीह परमेश्वरको जनहरूलाई के तपाईहरुलाई थाहा छ हाम्रो जीवनमा कति समस्याहरू हाम्रै जीवन शैलीको कारणले गर्दा आउँदछ। हाम्रै कमी कमजोरीको कारणले गर्दा हाम्रो जीवनमा समस्याहरू आउँदछ। आउनुहोस् एकजना अगमवक्ताको विषयमा चर्चा गरौँ जसको नाउँ योना थियो। योना परमेश्वरको आराधना गर्ने र परमेश्वरलाई प्रेम गर्ने असल मानिस थिए, तर उहाँको जीवनमा पनि केही कमजोरीको कारणले गर्दा उहाँ समस्यामा पर्नु भएको थियो। त्यो समस्याको कारणले गर्दा उहाँ मृत्युको मुखमा पुग्नु भएको थियो। तर त्यस महासंकटमा पनि आज त्यो अगमवक्तालाई बचाउनु हुने केवल परमेश्वर नै हुनुहुन्थ्यो। आज उहाँले परमेश्वरको वाणीलाई इन्कार गर्नुभएको थियो। योनाको पुस्तकलाई हामी हेर्छौँ भने परमेश्वरको कृपा भनी पनि चिनिन्छ। योनाको पुस्तक हामी पढ्छौँ भने उहाँ एक अनाज्ञाकारिता र रिसाउने स्वभावका मानिस थिए। 1 यूहन्नाको 2 मा हामी पाउँदछौँ उहाँले परमेश्वरको वाणीलाई इन्कार गर्नुभएको छ। परमेश्वरको योजनामा नहिँडेर उहाँ विपरीततिर चाहिँ हिँड्नु भएको थियो। नावीहरूसँग जहाजमा जानुभयो र परमेश्वरले समुद्रमा बतास चलाए र आँधी चल्यो। नाविकहरू डराए र आफ्नो देवतालाई पुकारेर चिट्ठा ताने। त्यसमा नाउँ योनाको आयो र नाविकहरूले प्रश्न गरे, नाम, ठेगाना, विपत्तिको बारेमा प्रश्न गरे। योनाले जवाफ दिए, म एक हिब्रू हुँ। समुद्र र जमिन परमेश्वरले बनाउनु भयो, म त्यो परमेश्वरको आराधना गर्दछु। र योनालाई महसुस भयो कि आज यो विपत्ति मेरै कारणले आएको हो भने, र नाविकहरूलाई भने मलाई जहाजबाट फ्याँकिदेऊ। जब योना समुद्रमा डुबिराख्नु भएको थियो, एउटा माछा आएर योनालाई निल्यो र योना 3 दिन र 3 रात माछाको पेटमा रहे। र योनालाई महसुस भयो कि आज यी समस्याहरू मेरै कारणले आएको हो र परमेश्वरको आज्ञालाई मैले नमानेको कारणले गर्दा यो समस्या आएको हो भने योनालाई महसुस भयो। योना पश्चाताप गरे र प्रार्थना गरे र परमेश्वरलाई आराधना गरे। जब योना हृदयदेखि परमेश्वरलाई पुकारिरहे, परमेश्वरले योनाको प्रार्थना सुन्नुभयो र माछाको पेटबाट योनालाई निकालिदिनु भयो। जब माछाको पेटबाट योना निस्किनु भयो र योना परमेश्वरको वचन पालना गर्न आज उहाँ चाहिँ निवेनामा जानुभयो र परमेश्वरको योजना र परमेश्वरको आज्ञालाई चाहिँ उहाँले पालना गर्नुभयो। आज हामी पनि कतै परमेश्वरको वाणीलाई इन्कार गरेका त छैनौं। परमेश्वरले दिनुभएको आज्ञालाई नमानेर संसारको ढाँचामा चाहिँ हिँडेका त छैनौं। हो, परमेश्वरले तपाईलाई र मलाई नुन र ज्योति चाहिँ एउटा तुलनामा राख्नु भएको छ। आज तपाईलाई र मलाई आज परमेश्वरले आज प्रेम दिनु भएको छ। के तपाईँ र मेरो जीवनमा आज ख्रीष्टको प्रेम झल्किएको छ त? आज हाम्रो जीवन शैली कस्तो रहेको छ त? परमेश्वरले दिनुभएको आज्ञा भित्र रहेको छ कि आज
तपाईँ र मेरो जीवन आज आज्ञा विपरीत रहेको छ त? आज हामी नुन जस्तो हुनुपर्छ, एउटा स्वादिलो हुनुपर्दछ र ज्योति जस्तो चम्किनु पर्दछ। तपाईँ र मेरो जीवन शैली संसारको मानिसभन्दा बेग्लै हुनु पर्दछ, किनकि परमेश्वरले तपाईँलाई र मलाई चाहिँ एउटा तुलनामा राख्नु भएको छ। जसरी योनाको जीवनमा परमेश्वरले आज योजना राख्नु भएको थियो, तपाईँ र मेरो जीवनमा पनि आज परमेश्वरले एउटा योजना राख्नु भएको छ। यदि हाम्रो जीवन त्यो योजना भन्दा विपरीत हामी जाँदछौँ भने आज हाम्रो जीवनमा पनि समस्याहरू आउँदछ। अनि जब हाम्रो जीवनमा समस्या आउँदछ, हामी परमेश्वरको चरणमा जाँदछौँ र त्यो योजना भित्रमा हामी फेरि हिँड्दछौँ। हो, आजको वचन यही रहेको छ कि तपाईँ र म पनि आज परमेश्वरको योजना भित्र हिँड्नु पर्दछ र परमेश्वरको आज्ञाभित्र रहनु पर्दछ। र हामी प्रतिज्ञा गरौँ कि आज हाम्रो जीवन शैली परमेश्वरको आज्ञाभित्र रहन सकोस्।